गत बुधबार मात्रै नेपाल सरकारले मुख्य सचिवमा गोविन्दबहादुर कार्कीलाई नियुक्त गरेपछि समग्र निजामती प्रशासन तरङ्गित अवस्थामा पुगेको छ र आजको दिनसम्म आउँदा पनि त्यो तरङ्गको झड्का जारी छ र विभिन्न पक्षहरूबाट यसलाई फरक फरक एङ्गलबाट हेर्न थालिएको छ। एउटा पक्षले कार्कीलाई कार्य सम्पादनको उत्कृष्ट कार्य सम्पादनको आधारमा नियुक्त गरिएको दाबी गरिरहेको छ भने अर्को पक्षले यसले 36औं 37औं नम्बरमा रहेका सचिवलाई मुख्य सचिव बनाउँदा सिङ्गो निजामती प्रशासनको एउटा मनोबल गिराइएको अवस्थामा लिएका छन् र समग्र दुईटै एङ्गलबाट यसलाई हेर्नुभन्दा पनि अब मुख्य सचिवले नवनियुक्त मुख्य सचिवले कसरी काम गर्नुहुन्छ आगामी दिनमा भन्ने कुराले सिङ्गो निजामती प्रशासनले कसरी काम गर्छ भन्नेलाई निर्धारण गर्छ र मलाई लाग्छ मुख्य सचिव कार्कीले त्यस्ता जो आफूभन्दा वरिष्ठ सचिवहरू हुनुहुन्थ्यो उहाँहरूसँग पनि समन्वय गरेर अगाडि बढ्नुभयो भने र उहाँहरूलाई पनि साथमा लिएर अगाडि बढ्नुभयो भने उहाँलाई काम गर्न सहज हुन्छ। तर उहाँहरूलाई एउटा उहाँहरूको मनोबल उच्च नहुने गरेर काम भयो भने अथवा उहाँहरूलाई साथमा लिएर अगाडि बढ्न सक्नु भएन भने परिणाम चाहिँ राम्रो आउन सक्ने देखिँदैन। र अहिले भर्खरै मात्रै केही दिन अगाडि मात्रै 1 नम्बरमा रहेका सचिव वरिष्ठ सचिव किरणराज शर्मा चाहिँ विधामा बस्नुभएको छ। यसले पनि एउटा असन्तुष्टिको एउटा बिन्दु सुरुवात गरेको देखिन्छ।